यो 2 मिटर कपडा, यो गज चाहिँ 44 इन्चीको। अब 49 लम्बाइ, छाती 42 अनि बाहुला 5 इन्ची पुग्छ त? सजिलै पुग्छ। भिडियो ध्यान दिएर हेर्नु होला है। रेडिमेड स्टाइलले मात्र 2 मिटरको कपडाको सादा म्याक्सी बनाउनुको कारण के भने अहिले महँगीको जमानामा धेरै महँगो भयो भने चाहिँ कस्टमरहरू फर्किनुहुन्छ। यदि 2 मिटरको बनायो भने सस्तोमा दिन सकियो। एकदम सिम्पल हो, साधारण म्याक्सी हो। म यति सजिलो तरिकाले सिकाउँछु कि सिक्दै गरेका भाइ बहिनी अथवा हाम्रा दाजुभाइहरूले पनि सजिलै सिकुन्, सिकारुहरूको लागि एकदम सजिलो होस् है। सुरुमा मैले यो बाहुला कटिङ गरेँ है, ठिक्कै यो 4 फोल्ड गरेर। बाहुला 5 इन्ची, फोल्डको लागि 1 इन्ची। अब यो सिधा धर्छ, यो सिधा धर्छ, यो पोइन्टबाट यो पोइन्टमा 3 इन्ची मात्र है। अब हाम्रो आर्म होल छ 18। यो पोइन्टमा जहिले पनि हल्का यसरी घुमाइदियो भने राम्रो हुन्छ है। यसको मोहरी छ 14, खुल्ला खुल्ला हो नि। यो बाहुला कटिङ यो पोइन्टमा सिधै नलैजानु होला, हल्का यसरी घुमाउनु होला है। यसरी गर्यो भने सजिलो हुन्छ लगाउने व्यक्तिलाई। म्याक्सी खुल्ला हुन्छ, यो थोरै मात्र निकाल्दा नि हुन्छ है। अब यो बाहुलालाई छिटो सरिताको लागि यसरी नै फोल्ड गरेर डबल सिलाइ गरिदिए पनि हुन्छ है। यो चोलीको भागको लागि मैले 8.25 छुट्टाएँ है। यसरी यो अगाडिको चोली, यो पछाडिको चोली। अब यसलाई यसरी फोल्ड गरेर हेर्दा कति आयो त? जम्मा 10.25 आयो। अब 10.25ले त पुग्दैन। अब यसलाई के गरेर कटिङ गर्ने भने सिङ्गल कटिङ गर्ने। यसरी यो फोल्ड भएको भागमा आधा छ है। अब यसलाई हामीले चाहिने त यसरी फोल्ड गर्ने। हाम्रो आधा भाग यहाँ, योभन्दा बढी मैले यसरी फोल्ड गरेँ है। यसरी अब यो सिधा धर्छ दिम, यो पनि सिधा धर्छ। यो गलालाई 2.5 इन्ची, तिरा 6.5 भयो हुन्छ। अब यो मैले यो सिधा दिएँ। यो 6 इन्चीको आर्म होल यता पनि सिधा दिएँ। हाम्रो छाती 42 होइन, 42लाई 4ले भाग गर्दा 10.5, आधा इन्चीको सिलाउने भाग। अब म्याक्सीको लागि यसरी थोरै भित्र लिनु पर्दैन, यसरी सिधा गरिदिए नि हुन्छ है। अब यहाँबाट 1.5 इन्ची लिएर यो हल्का यसरी सेप दिने। यो अगाडिको भयो। अब गला आफ्नो आवश्यकता अनुसार, म्याक्सीमा बढी नखोल्ने, मैले 5.5 मात्र राखेँ है। मैले थोरै गला डाउन गरेँ है। हाम्रो यहाँबाट सिलाइ बस्छ। अब यो पोइन्टबाट यो पोइन्टमा 4 इन्चीमा यसरी चुट्का लगाउने अनि यसको सेन्टर पोइन्ट निकाल्ने। आधा हाम्रो यहाँसम्म थियो। अब हामीले त सिङ्गल कटिङ गरेको फाइदा के भयो त? यति बचत भयो। अब यो बचतलाई यसरी राख्ने। अब यो अगाडिको हो, चोली हो। अब यो पछाडिको यसरी राखेर छापेर काट्ने। अझै यति बढी नै आयो ल, हेर्नुहोस् त। अब पछाडिको गला म्याक्सीको धेरै खोल्नुहुन्न, मैले 4 मात्र खोलिदिएँ है। पछाडिकोलाई नि सेम त्यसरी नै चुट्का लगाउने। यो अब चोली भइहाल्यो है। यो पोइन्टलाई यसरी फोल्ड गर्ने। अब यो 32 इन्ची आयो है। 32 इन्ची काफी छ है, एकदम फ्री साइज हुन्छ। यसलाई यहाँबाट कटिङ गरेर 2वटा टुक्रा बनाइदिनु हुन्छ। 2वटा टुक्रा बनाइदिनु भन्दा तपाईँको थोरै 3 इन्ची मात्र यसरी कटिङ गर्ने अनि यसको पनि यसरी सेन्टर निकाल्ने। त्यसपछि के गर्ने भने सिलाउँदा यो अगाडिको पछाडिको अथवा यो अगाडिको पछाडिको जता पार्दा नि केही फरक पर्दैन है। सेन्टरमा यो सेन्टर मिलाउने अनि यसरी मुजा बनाउने। कहाँसम्म बनाउने? यहाँसम्म। अनि यो जोडिसकेपछि हल्का लास्टमा यसरी सिलाइ मारिदिने। यतापट्टि जोइन नभए नि केही फरक पर्दैन है। अब पकेटको भागलाई के गर्ने त? यो यहाँ राख्ने। 5.5 इन्चीको पकेट। अब हाइट अनुसार 14, 15, 16बाट यता तल पकेट राख्ने है।